काठमाडौँमा पब्लिक टोयलेट्सहरूको अवस्था चाहिँ कस्तो छ त? लेट्स फाइन्ड आउट। To explore the current state of public toilets in Kathmandu, म पुगे रत्न पार्क, where I witnessed ढोका नभएको female washrooms, ससुका toilets जहाँ पानी पनि छैन, अनि cleanliness को त कुरै नगरौँ। टोयलेटको व्यवस्थापन कस्तो लाग्यो? टोयलेटको व्यवस्थापन चाहिँ एकदम फोहोर छ। एउटा फिमेलको टोयलेटमा ढोका पनि छैन, धारामा पानी हुनुपर्ने त्यस्तो पनि छैन, एउटा ढोका भएन हैन अनि धारो पनि छैन। And to take this issue to the authorities, म पुगे काठमाडौँ महानगर। एकपछि अर्को विभागमा जाँदा जाँदा finally थाहा भयो that it's PPP department that takes care of all these issues. So त्यहाँ चाहिँ record गर्न allowed थिएन, but this was the conclusion. So according to them, within a week the problem is definitely going to be solved. So त्यो problem solve हुन्छ कि हुँदैन भनेर चाहिँ 1 week पछि we're going to follow up. ठ्याक्कै एक हप्ता पछि we went to the same location to find out के changes भएको छ कि छैन भनेर हेर्न। After a week, finally उहाँहरूले यो ढोका फेरि हालिदिनु भएको छ र पानीको व्यवस्थापन पनि एड गरिएको रहेछ। फाइनली रत्न पार्कको टोयलेटको ढोका बनिसकेको छ। सो हामीले गएर अथोरिटीलाई भन्यो भने चाहिँ प्रब्लम्सहरू एक्चुअली सल्भ हुँदो रहेछ है त।